Hi guys, welcome to my channel, the Krishala Khatiwada Vlogs. अनि देख्दै हुनुहुन्छ होला म खुरकोटमा छु अहिले र सोच्नु हुँदै होला कि म कहाँ जाँदैछु. सो गाइज, दिस इज माई फर्स्ट solo trip of my life, and that's finally happening when I am 24 years old. And this is me काठमाडौँ पुगेर मेरो बहिनी छ एकजना आकृति, उसलाई भेटेर उसले मलाई कति राम्रो राम्रो गिफ्ट्स ल्याइदिएको थियो. यहाँ त अलिअलि मात्रै देखाएँ तर लाइक यस्तो प्रिटी गिफ्ट्स ल्याइदियो उसले मलाई. थ्याङ्क यू सो मच आकृति फर दिस ब्युटिफुल गिफ्ट्स. अनि त्यसको नेक्स्ट डे चाहिँ म जोरपाटीमा थिएँ, फुपूको घर गएको थिएँ. अनि त्यहाँबाट रेडी भएर त्यहाँबाट गाडी चढेँ. एन्ड यो चाहिँ हो बिहानको कति अलमोस्ट 5 AM भएको थियो होला. सो कहानी लामो छ, अहिले एकछिनपछि भन्छु बिकज आइ एम गेटिङ लेट. आई हेभ टु क्याच द बस राइट नाउ. आइ एम गेटिङ लेट. अनि एकछिनपछि भन्छु ल. हाउ एम आई हियर, हाउ एम आई इन जोरपाटी डाइरेक्टली फ्रम झापा. एन्ड इट्स लाइक 5 AM. उठ्न चाहिँ म 4 बजी उठेको. ल, लेट्स गो. I'm so excited to go. People are watching and looking at me and यस्तरी हेर्दैछन्. सो मैले यो राख्छु कि एकछिनपछि I will tell you in detail where am I going, how am I going, and it's going to be a lot of fun. गाइज, म चाहिँ बसमा चढिसकेको छु. म अहिले टिकट ढिलो गरेको भएर मैले लास्ट सिट पाएँ. तर तपाईँहरूले कतै जानुहुँदैछ भने यो गल्ती चाहिँ नगर्नु होला. अलि अगाडि नै टिकट बुक गर्नु होला. र जाँदा जाँदै अब यो चाहिँ हो सिन्धुपाल्चोकको मेलम्ची बजार होइन. यहाँ चाहिँ गाडीहरू पनि अब बाटो रोड कन्जेस्टेड भएर यसरी गाडी झन्डै ठोकिएको पनि थियो. तर मेरो लागि यो नयाँ एक्सपिरियन्स पनि थियो. ड्राइभर चाहिँ मैले माने क्या त्यति बेला. यस्तो खत्तम बाटोमा यति केयरफुल भएर कुदाएको, यति मजाले. सो ह्याट्स अफ टु द ड्राइभर एन्ड ह्याट्स अफ टु अल द ड्राइभर्स जो चाहिँ यस्तो हिली रिजनतिर चाहिँ यति कसियस भएर कुदाउनुहुन्छ र हामी यात्रुहरूलाई चाहिँ सेफली पुर्याउनुहुन्छ. सो यो हो मेलम्ची बजार. यो हो मेलम्ची बजार, मेलम्ची नगरपालिका 11 सिन्धुपाल्चोक. अनि यसकै पछाडिको जुन खोला छ त्यहीबाट चाहिँ बाढी आएको थियो. अब अहिले चाहिँ टक्क जाने खाजा खाने. साथीहरू, बाटो हेर्नुहोस् ल. यहाँ यति खत्तम थियो. धान रोप्नलाई रेडी गरेको त्यो ब्याड जस्तै थियो क्या. सेम त्यस्तै नै थियो. ड्राइभरले कसरी कुदाएको हो, म यति डराइरहेको थिएँ, कामिरहेको थिएँ. पछाडि उछिटिन्छु भनेर झ्याल लगाएको थिएँ क्या. त्यस्तो थियो. ब्याड न्युज. जाँदा जाँदै हाम्रो चाहिँ गाडी पङ्चर भयो. बट लकिली द्याट आई एम एन एक्सट्रोभर्ट. अनि म फ्रेन्ड्स बनाउन सिपालु छु. त्यही भएर मैले यताउताको सिटबाट 1-2जना साथीहरू पनि बनाइसकेँ र मलाई एक्लो फिल चाहिँ भएको थिएन त्यति बेला. यु क्यान सी यङ्गस्टर्स वेयर देयर. सो आई फेल्ट कम्फर्टेबल विथ देम, टकिङ टु देम. जो म जस्तै सोलो ट्रिपमा जानेहरू पनि थिए. एन्ड आई ह्याड फन विथ देम एज वेल. एन्ड सो फाइनली पङ्चर पनि बन्यो र हामी चाहिँ लाग्यौँ तिर, ड्यासतिर. कुन ठाउँ होला गेस गर्नु होला है त. गेस गर्दै जानु. आई गेस यो रुट हिँड्नेहरूले त गेस गरिसक्नु भयो होला. बट स्टिल गेस गर्दै जानुहोस्. अब फाइनली रिभिल गर्छु ल.
म चाहिँ जाँदैछु आमायाङ्री होइन। यो ठाउँ चाहिँ मैले 1 वर्ष अगाडिदेखि सोचेको थिएँ कि म जान्छु सोलो ट्रिप नै भए पनि जान्छु, साथीहरूसँगै भए पनि जान्छु। र म अहिले फाइनली आइपुगेको थिएँ तार्केघ्याङ भन्ने ठाउँ। तार्केघ्याङसम्म चाहिँ बस जान्छ है। अनि बसबाट ओर्लिसकेपछि 3 घन्टाको बाटो हिँड्नुपर्छ र यो 3 घन्टाको बाटो हिँडिसकेपछि चोमुथाङ भनेर आउँछ होइन। र चोमुथाङबाट पनि अलिकति 5 मिनट्सको वकमा चाहिँ मैले रिजोर्ट बुक गरेको थिएँ। र त्यहाँनिर जानुभन्दा अगाडिको सिन हो यो चाहिँ, भ्यू हो है। यति राम्रो, त्यहाँ पुगेपछि त त्यो अगाडि हिँडेको 3 घन्टाको त्यो थकान सबै मेट्यो क्या। सो आई वाज रियली इन्जोइङ। यति इन्जोय गरिरहेको थिएँ, त्यो भित्रभित्रै गदगद भइरहेको थियो क्या। मुसु हाँसिरहेको थिएँ क्या म। अनि त्यस्तो रमाइलो फिल भइरहेको थियो आफैलाई। र यो चाहिँ हो चोमुथाङबाट 5 मिनट्स वक जाँदैछु म चाहिँ। र यो हो चोमुथाङ रिजोर्ट। अनि यहाँनिर चाहिँ टेन्ट पनि छ र भित्र त्यो के भन्छ त्यसलाई, डक के भन्छ हौ, त्यस्तै बेड हुन्छ नि तला भएको, त्यो वाला पनि छ होइन। सो अलिकति अगाडि बुक गर्दाखेरि त्यो भित्रको रुमहरू पाइन्छ, ढिलो भयो भने चाहिँ टेन्ट पाइन्छ। अनि पुग्दाखेरि चाहिँ बन फायर भइरहेको थियो होइन। म परैबाट यस्तो खुसी हुँदै थिएँ, वाउ मेरो लाइफको त पहिलो एक्सपिरियन्स हो भनेर। म चाहिँ कति बेला जाऊँ अनि आगो तापौँ भइरहेको थियो क्या। अनि बाटोमा आउँदाखेरि त मैले झन् यति धेरै साथी बनाएँ, यति धेरै दिदीहरू, दाईहरू, इभन अङ्कल एकजना होइन। उहाँ पनि यस्तो सोलो ट्रिपमै आउनुभएको रहेछ। पानी अफर गर्नुभएको थियो, यति गाह्रो भइरहेको थियो, मैले चाहिँ पानी भर्न बिर्सेछु। यो पनि मिस्टेक नगर्नु होला है गाइज। अनि पुगेर चाहिँ म चिया खाएँ। अनि मलाई एउटा प्रब्लम चाहिँ के भएको थियो भने, अब सुरुमा त एकदम गर्मी भइरहेको थियो नि त उकालो हिँड्दा। माथि पुगेपछि अचानक चिसो भयो क्या, अचानक पानी छोएपछि झन् चिसो भयो। अनि मेरो आई प्रेसर बढेछ है, तातो न तातो, आँखा त फुट्ला जस्तै भएको थियो माथि पुगेपछि। अनि मैले अघि जुन अङ्कल भने नि पानी अफर गर्ने, हि वाज द वान, यहाँ देख्न सक्नुहुन्छ। बट ड्यु टु अब प्राइभेसी मैले चाहिँ उहाँको फोटो राखिनँ, फेस राखिनँ। अनि उहाँले नै पानी अफर गर्नुभएको थियो। अनि हामीले चाहिँ त्यही कसरी आइपुगेँ म, अनि साथीहरूको कुरा यताउता कुरा गऱ्यौँ। भोलिपल्ट कसरी जाने माथि, अझै माइन्ड यु योभन्दा अझै हिँड्न पर्नेछ भोलिपल्ट उठेर। त्यो सबै प्लान पनि गरेँ। अङ्कलले पनि अलिक छिटै हिँड्ने भन्नुहुँदै थियो, तर मैले चाहिँ त्यो सकिनँ भोलिपल्ट बिहान। अनि अर्को ग्रुपको साथीहरूसँग चाहिँ हिँडेर गएँ। सो यो भाँडा जुन देख्नुहुँदैछ यो चाहिँ पानी तताउने भाँडा रहेछ होइन। तर यसको अर्को पनि युजेज चाहिँ के रहेछ भने, यसले पुरै होल रुमलाई तातो बनाइदिँदो रहेछ क्या, त्यो तलबाट आएको हिटले। अनि यही कुरा चाहिँ अङ्कललाई सोध्दै थिएँ म। अनि नयाँ कुरा पनि देखेँ, नयाँ ठाउँ एक्सपिरियन्स गरेँ, नयाँ मान्छेहरूसँग दोस्ती भयो, नयाँ वेमा डिल गर्ने कुरा थाहा पाएँ। ट्रेकिङ गर्दाखेरि के मिस्टेक्स हुन्छ, के गर्नु नहुने रहेछ भन्ने कुरा पनि मैले लर्न गरेँ। यस, आई एम एन एक्सट्रोभर्ट। मेरो आँखा त यस्तो भएछ, यस्तो रमाइलो सो आमायाङ्री त जाँदैछु, तर यो ठाउँको बारेमा थोरै रिसर्च पनि त गर्नु पऱ्यो होइन। सो आमायाङ्री चाहिँ सी लेभलभन्दा 3771 मिटर अबोभ छ। तर यो डेटा चाहिँ अप्रोक्सिमेटली हो, एक्ज्याक्टली नहुन पनि सक्छ। इट्स अ भेरी सिक्रेट प्लेस जुन चाहिँ हेलम्बु रिजनको सिन्धुपाल्चोक जिल्लामा अवस्थित छ। र यो जग्गा चाहिँ, यो एरिया चाहिँ लोकल शेर्पा र तामाङ कम्युनिटिजहरूको लागि एकदम इम्पोर्टेन्ट, एकदम एउटा सिग्निफिकेन्स बोक्ने प्लेस हो। अनि आमा भनेको चाहिँ मदर, अनि याङ्री भनेको चाहिँ दैती। सो मदर दैती भनेर चाहिँ हामीले रिफर गर्न सक्छौँ। End of day 1. See you in the next video. Bye bye guys.